प्रधानमन्त्रीले के भन्नुहुन्छ, म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार के सहन्न पनि भन्नुहुन्छ। अब अनुहार हेर्दिन के भन्नुभएको छ। उहाँ नै दुईचोटि प्रधानमन्त्री हुँदा यत्रो काण्ड घटेको रहेछ। अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले त लेखेको छ नि त, यहाँ छ 44 पानाको डकुमेन्ट, प्रुभन। पहिला यी ठुला भ्रष्टाचारका काण्डहरू चाहिँ काठमाडौँमै डिल हुन्थ्यो, अहिले चाहिँ सिङ्गापुर र अमेरिकामा हुन थालेछन्। उभिँदाखेरि उहाँले बस्न आग्रह गर्नुभयो, हामीले बोल्न पाउनुपर्छ भनिरह्यौँ। अब उहाँले पेलेर संसद चलाउन खोज्नुभयो। आयरल्यान्डबाट चाहिँ पैसा फिजाइएको छ। सिङ्गापुर आउँछ जर्मन एभिएसन क्यापिटलमा, र सिङ्गापुरमै रहेका अरू 2वटा नाम फेरि गजबका छन्। अनि यहाँ नेताहरूले चाहिँ मैले त सही कहीँ पनि धस्का छैन, वा मेरो त कहीँ पनि छैन, औँठा छाप कहीँ पनि छैन भने त्यो किन यिनीहरू चाहिँ यसरी हिँडिरह भनेको थियो। अब दुबईमा पैसा ट्रान्ज्याक्सन भएको छ। बहालवाला न्यायाधीश, यहाँ त पूर्व न्यायाधीश भन्नु पनि डराउनु पर्ने भयो अब, किनकि कब्जा भइसक्यो राजनैतिक संयन्त्र, आर्थिक संस्थाहरू कब्जामा, सेभोन कब्जामा, राष्ट्र बैंकतिर अहिले चलखेल चलिराखेको छ। किनभने यस्ता ट्रान्ज्याक्सनहरू अनुमति दिनु पर्यो नि, फरेन ट्रान्ज्याक्सन इत्यादि। यो होल सिस्टम नै कब्जा गरेर क्लेप्टोक्रेसी मचाउने शीर्ष नेताहरूको र त्यति बेला संलग्न, यो काण्डमा संलग्न, त्यति बेला राजकीय पद ओगटेका व्यक्तिहरूको सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने जुन अघिल्लो माग गरेका थियौँ, तर आज अलिकति खुलेर त्यसको निरन्तरता र त्यसको थप विस्तारित व्याख्या मैले यहाँहरू समक्ष गरेको छु। नेपालकै विशेष अदालतले पनि निर्णय गरेको छ। 147 करोड नेपाली रुपियाँ चाहिँ घोटाला भएको छ यो 2टा जहाज किन्दाखेरि। 2 महिना भइसक्यो, वेबसाइटमा सारा दुनियाँले देखिसकेको छ। तर यहाँ दबाइएको हो कि लुकाइएको हो कि, कान्तिपुरले लेख्यो अलिअलि, अनलाइन खबरमा अलिअलि देखाएको छु मैले, होइन। तर यो लगभग अरू मेन स्ट्रिम मिडियाले चाहिँ यसलाई उछालेको छैन। पछिल्ला 35 वर्ष रजगज गर्ने नेताहरूले चाहिँ आफै यो अग्नि परीक्षामा होमिनुपर्ने हुन्छ। पुराना दलहरूको नेतृत्व र मिडियासँगको एउटा अनहोली अपवित्र अलायन्सले पनि यसलाई दबाउन खोजे हो कि, तर दबेर त दबिँदैन यस्तो, हैन। प्रमाणित कुराहरू चाहिँ अनि उहाँले हामीलाई किन रोक्न खोज्नुहुन्छ? यसमा हाम्रो आपत्ति हो। उहाँले पटक रोक्न खोज्नुहुन्छ। त्यही रोक्न खोजेको कारणले गर्दाखेरि चाहिँ यो आवाज चर्को हुँदै गएको हो। होइन भनेदेखि हाम्रो अभिभावक हो सभामुख बनेको मान्छे। संसदमा प्रतिपक्षलाई बोल्नको लागि धेरै सकस छ। बेली विस्तार लगाएर बोल्न नपाइने, त्यही भएर आज चाहिँ अब मिडियासँगै प्रस्तुत हौँ भनेर हामीले चाहिँ केही कुराहरू छन् त्यहाँभित्र राख्न नपाएको। विशेष समयको पाबन्दीले गर्दा धेरै कुरा राख्न सकिएन। तर आम जनताले थाहा पाउनु पर्ने कुराहरू धेरै छन्, जुनलाई अलिकति दबाइएको हो कि लुकाइएको हो कि भन्ने आभास हामीलाई भएको हुनाले होइन हामीले चाहिँ यो बाहिर ल्याउन खोजेका छौँ। मैले आज त्यहाँ अलिकति यो चाहिँ डेमोक्रेसी होइन कि हामी चाहिँ काकिस्टोक्रेसीतिर गइरह हो कि, डेमोक्रेसी होइन कि हामी क्लेप्टोक्रेसीतिर गइरह हो कि भन्ने जुन चाहिँ एउटा चाहिँ अवधारणागत कुरा चाहिँ त्यहाँ प्रस्तुत गरेँ। र त्यसलाई पुष्ट्याइ हुने गरेर मैले आज अस्ति कृष्ण हाम्रो हृदयराम थानी, नेपाली कांग्रेसका सांसद, पूर्व मन्त्री, राज्य व्यवस्था समितिका पूर्व सभापतिले